यसो गाइज हामी चाहिँ टुप्पासम्म आइपुगिसकेको छौँ। अब त्यो मन्दिर हो, त्यहाँनिर चाहिँ रुखबाट पानी निस्केको भन्छन्, तर थाहा छैन, निस्किसकेको छैन। बहर म त्यहाँ जाँदैछु, तपाईँहरूलाई देखाउने नै छु साँच्ची के हो कि झुटो हो। रुखबाट पानी निस्किन्छ भन्छन्, तर म आइपुगिसकेको सिडी चढेर मन्दिर भएको ठाउँमा। अनि जब चाहिँ रोड रहेछ थोरै, र म यो मन्दिरको छेउमा आइपुगिसकेको छु। यस्तै गर्मी पनि भइरहेको छ, गर्मी पनि त्यतिकै छ, र पनि यत्रो डाँडा चढेर म आइसकेको छु। यो ठुलो रुख, यो रुखको फेदमा कता पानी पर्लाइछ भन्छ, तपाईँलाई देखाउँदैछु। तर यहाँको विकास पनि हुँदै रहेछ, थोरै थोरै मन्दिरहरू बनिसकेको रहेछ। र साथीहरू आइसकेको छु धुसुनीमा अवस्थित मन्दिरमा। भनेपछि पानी पलाउने भन्ने त सुनेको थिएँ, तर कहाँ पलाउँछ भन्ने चाहिँ थाहा छैन। त्यही पनि हेर्दैछु कुन मन्दिर रहेछ, दर्शन चाहिँ गरिहालौँ। पशुपतिनाथ रक्षा गरोस् भनेर लेखेको रहेछ। अब यो पशुपति मन्दिर होला, महादेव मन्दिर, रुखबाट पानी पलाउँछ भन्ने कुरा सुनेको थिएँ, यहीँ हुनसक्छ। ल साथी हो, पानी चाहिँ छैन, बर्खा मात्रै आउँछ कि क्या हो त्यो चाहिँ थाहा भएन मलाई। र महादेवको दर्शन गर्नुभयो सबैले, महादेव थान सम्पूर्णले। साथी हो, रुखबाट पानी आउँछ भन्ने कुरा त सुनेको थिएँ, यहीँबाट आउने हो थियो होला। र यो चाहिँ पानी परेको बर्खा मात्रै आउँछ कि हिउँदोमा आउँछ, यो चाहिँ सुकेको रहेछ। र यताबाट हेर्न सक्नुहुन्छ धारा बनाएको रहेछ। यो धारा चाहिँ बर्खा मात्रै आउँछ कि हिउँदोमा त थाहा भएन, तर रुखबाट पानी आउने ठाउँ यही हो। तपाईँलाई देखाइहालेँ, हेर्नुहोस् पानी त थोपा पनि छैन। अब पानी पऱ्यो भने चाहिँ आउँछ होला, नागदेवी रिसाएर हो कि क्या हो।